कति पनि विलम्ब नगरिकन यो ज्ञानमाला कार्यक्रमतिर प्रवेश गर्नेछौँ र केही नियमहरू रहनेछन्। म नियमहरू हजुरलाई बताउने छु, हजुरले ध्यान दिएर श्रवण गर्नुहोला। हजुरले उत्तर भन्नुभन्दा पूर्व प्रश्न सोधिए पश्चात हजुरले उत्तर भन्नुभन्दा पूर्व केही भगवानको नाम जपेर मात्र उत्तर दिनुहोला। राधे राधे, ओम नमः शिवाय, हर हर महादेव, प्रणाम, हरे कृष्ण। कुनै पनि एउटा भगवानको नाम जपेर मात्र हजुरले उत्तर दिनुहोला। र समूह दुई भागमा हामी विभाजन गर्नेछौँ भन्दा पनि यहाँ कृष्ण समूहको उपस्थित साह्रै कम्ती रहेको छ। राधा समूह माताजी दिदी बहिनीहरू मात्रै धेरै यहाँ देखिन्छ। त्यसैले गर्दाखेरि आज हामी पहिलो दिन पनि ज्ञान मञ्चको पहिलो दिन भएका कारणले गर्दाखेरि एउटै भागमा समूह हामी विभाजन गर्नेछौँ। भोलि अलिक कृष्ण समूहको उपस्थित भएको खण्डमा दुई भाग गर्नेछौँ हामी। र यस महान यज्ञको लागि, यो महान कार्यको लागि भनेर पुरस्कार प्रदान गर्नुभएको छ यसै घरका छोरी ज्वाइँ स्वरूप प्लस पारसमणि तिमसिना। उहाँहरूलाई जोरदार तालीबाट सम्मान गरौँ। उहाँहरूको जय होस्, मङ्गल होस्, कल्याण होस्। उहाँले आफ्ना छोरा छोरीहरूको उत्तरोत्तर प्रगतिको कामना, उज्जवल भविष्यको कामना गरेर यो भागवत भगवानमा केही प्रसाद स्वरूप पुरस्कार प्रदान गर्नुभएको छ। फेरि पनि जोरदार तालीबाट सम्मान गरौँ। श्री भक्तवत्सल भगवानको। हामीसँग श्रीमद् भगवत गीता विष्णु सहस्रनाम सहित भन्ने पुस्तकहरू प्राप्त भएको छ र केही रिचार्ज कार्डहरू पनि प्रदान भएको छ हामीमाझ। हामी त्यो लगाउनेछौँ। केही पुरस्कार प्रसाद स्वरूप पनि प्राप्त गर्नेछौँ र कति पनि विलम्ब नगरिकन मैले भनेका नियमहरूलाई पालना गरेर हजुरले उत्तर भन्नुहोला। र पहिली राधा समूह सम्पूर्णमा जानेछ प्रश्न र कर्ता समूहलाई अन्तिममा आउनेछ र हाम्रा कलाकार मित्रहरूलाई पनि अन्तिममा बाहिरबाट नआएको खण्डमा जानेछ प्रश्न। र समय निर्धारण गर्नको लागि म व्यस्तराज गुरुलाई अनुरोध गर्दछु, उहाँले समय निर्धारित गर्नुहुनेछ। श्री भागवत भगवानको। राजाको पहिलो प्रश्न रहेको छ। अहिले हाम्रो यहाँ चलिरहेको पुराण भनेको श्रीमद् भागवत सप्ताह भक्ति ज्ञान महायज्ञ। पहिलो दिनमा गुरुदेवले बताउनु भएको थियो श्रीमद् भागवत महापुराणमा कति अध्याय, कति हजार श्लोक, कति स्कन्द रहेको छ। राधे राधे। श्रीमद् भागवत महापुराणमा 18,000 श्लोक, 335 अध्याय, 12 स्कन्द भन्नुभएको छ। उहाँलाई जोरदार तालीबाट सम्मान गरौँ। श्रीमद् भागवत महापुराणको। र म उहाँलाई अग्रभागमा आएर यो प्रसाद स्वरूप पुरस्कार लिएर जान पनि अनुरोध गर्दछु। र उहाँ हुनुहुन्छ श्री मेची नवदुर्गा मन्दिरमा गुरुकुल धार्मिक गुरुकुलमका शिष्य पनि हुनुहुन्छ। उहाँले सही जवाब दिनुभएको छ। जोरदार तालीबाट सम्मान गरौँ। र उहाँ हुनुहुन्छ प्रज्ञा गिरी। र अर्को प्रश्न जानेछ।